क्वेशन नम्बर 1 पुँजीगत बजेटको परिभाषा दिनुहोस्। सरकारी वा सार्वजनिक क्षेत्रका र निजी क्षेत्रमा पुँजीगत बजेटको परिभाषा दिनुहोस्। विषय प्रवेश इन्ट्रोडक्सन। दीर्घकालीन प्रकृतिका योजनाहरू कार्यान्वयन गर्न, स्थायी सम्पत्तिहरू सिर्जना गर्न र भविष्यमा निरन्तर प्रतिफल प्राप्त गर्ने उद्देश्यले तयार गरिने वित्तीय योजना नै पुँजीगत बजेट क्यापिटल बजेट हो। यो संस्थाको दीर्घकालीन लगानी निर्णय क्यापिटल बजेटिङसँग सम्बन्धित हुन्छ। 1. पुँजीगत बजेटको परिभाषा डेफिनिसन अफ क्यापिटल बजेट। सरल शब्दमा 1 वर्षभन्दा बढी अवधि दीर्घकालसम्म प्रभाव पार्ने ठूला पूर्वाधार, उपकरण, भवन, प्रविधि वा स्थायी प्रकृतिका सम्पत्तिहरू खरिद, निर्माण वा स्तरोन्नतिका लागि गरिने आम्दानी र खर्चको अनुमानित विवरण नै पुँजीगत बजेट हो। लगानीको दृष्टिकोणबाट पुँजीगत बजेट भन्नाले भविष्यमा नगद प्रवाह क्याश फ्लोज प्राप्त गर्ने उद्देश्यले वर्तमानमा गरिने ठूलो मात्राको पुँजीगत खर्च र सोको स्रोत व्यवस्थापनको योजना हो। लेखा तथा वित्तीय दृष्टिकोणबाट पुँजीगत खर्च क्यापिटल एक्सपेन्डिचर र पुँजीगत प्राप्ति क्यापिटल रिसिप्ट्सको व्यवस्थित खाका नै पुँजीगत बजेट हो, जसले संस्थाको कुल सम्पत्ति र उत्पादन क्षमतामा वृद्धि गर्दछ। निष्कर्षमा पुँजीगत बजेट चल्ती खाता वा दैनिक सञ्चालन चालु खर्चभन्दा भिन्न भविष्यको उत्पादकत्व र आर्थिक वृद्धिको मेरुदण्ड हो। 2. सरकारी र निजी क्षेत्रमा पुँजीगत बजेटको परिभाषा क्यापिटल बजेट इन गभर्नमेन्ट vs प्राइभेट सेक्टर। पुँजीगत बजेटको आधारभूत सिद्धान्त दीर्घकालीन लगानी र सम्पत्ति सिर्जना एउटै भए तापनि सरकारी, सार्वजनिक र निजी क्षेत्रको उद्देश्य, स्रोत र परिचालन प्रक्रियाका आधारमा यसको परिभाषा र चरित्रमा स्पष्ट भिन्नता पाइन्छ। यसलाई निम्नानुसार स्पष्ट पारिएको छ। क. सरकारी वा सार्वजनिक क्षेत्रमा पुँजीगत बजेट क्यापिटल बजेट इन गभर्नमेन्ट सेक्टर। सरकारी क्षेत्रमा पुँजीगत बजेट भन्नाले राष्ट्रको आर्थिक सामाजिक पूर्वाधार निर्माण, राष्ट्रिय पुँजी निर्माण र नागरिकको हितका लागि राज्यले गर्ने दीर्घकालीन खर्चको योजनालाई बुझाउँछ। मुख्य उद्देश्य नाफा कमाउनु नभई जनकल्याण, सामाजिक न्याय र आर्थिक वृद्धि गर्नु हो। परिभाषा देशको भौतिक पूर्वाधार, सडक, पुल, जलविद्युत, अस्पताल, विद्यालय निर्माण गर्न, राष्ट्रिय सुरक्षा सुदृढ गर्न र उत्पादनका साधनहरूको विकास गर्न सरकारले विनियोजन गर्ने वार्षिक खर्च र त्यसका लागि प्राप्त हुने आन्तरिक वा बाह्य ऋण, अनुदान तथा राजस्वको पुँजीगत अंशको विवरण नै सरकारी पुँजीगत बजेट हो। विशेषता यो विकास बजेट डेभलपमेन्ट बजेटसँग प्रत्यक्ष जोडिएको हुन्छ। यसको प्रतिफल रिटर्न सामाजिक र अप्रत्यक्ष हुन्छ। ख. निजी क्षेत्रमा पुँजीगत बजेट क्यापिटल बजेट इन प्राइभेट सेक्टर। निजी क्षेत्र वा व्यावसायिक संस्थाहरूमा पुँजीगत बजेट भन्नाले संस्थाको सम्पत्ति, नाफा र बजार हिस्सा बढाउनका लागि गरिने दीर्घकालीन लगानीको योजनालाई बुझाउँछ। मुख्य उद्देश्य नाफाको अधिकतमीकरण, प्रफिट म्याक्सिमाइजेसन र शेयर धनीहरूको सम्पत्ति वृद्धि, वेल्थ म्याक्सिमाइजेसन गर्नु हो। परिभाषा कुनै पनि व्यावसायिक फर्म वा कम्पनीले नयाँ उद्योग स्थापना गर्न, मेसिनरी वा प्रविधि खरिद गर्न, व्यवसाय विस्तार, एक्सपेन्सन वा विविधीकरण, डाइभर्सिफिकेसन गर्नका लागि गरिने ठूला लगानीका प्रस्तावहरूको पहिचान, मूल्याङ्कन र छनौट गर्ने वित्तीय प्रक्रिया नै निजी क्षेत्रको पुँजीगत बजेट हो। विशेषता यसमा वित्तीय औजारहरू जस्तै नेट प्रेजेन्ट भ्याल्यु NPV, इन्टर्नल रेट अफ रिटर्न IRR र पेब्याक पिरियडको कठोर प्रयोग गरिन्छ। यसको प्रतिफल प्रत्यक्ष र आर्थिक हुन्छ। सरकारी र निजी क्षेत्रको पुँजीगत बजेट बीचको मुख्य भिन्नता समरी टेबल। परीक्षकलाई आकर्षित गर्न र स्पष्टताका लागि मुख्य भिन्नतालाई तालिकामा यसरी प्रस्तुत गर्न सकिन्छ। आधार बेसिस सरकारी वा सार्वजनिक क्षेत्र गभर्नमेन्ट, निजी क्षेत्र प्राइभेट सेक्टर। 1. प्राथमिक उद्देश्य सामाजिक कल्याण, पूर्वाधार विकास र सेवा प्रवाह, नाफा आर्जन, सम्पत्ति वृद्धि र बजार प्रतिस्पर्धा। 2. प्रतिफलको प्रकृति अप्रत्यक्ष दीर्घकालीन र सामाजिक लाभ सोसियल रिटर्न, प्रत्यक्ष गणनायोग्य र आर्थिक लाभ फाइनान्सियल रिटर्न। 3. स्रोतहरू आन्तरिक बाह्य ऋण, वैदेशिक अनुदान र राजस्व, शेयर पुँजी, सञ्चित नाफा र बैंक वित्तीय ऋण। 4. निर्णयको आधार राजनीतिक सामाजिक आवश्यकता र योजना आयोगको नीति, वित्तीय व्यवस्थापनका औजारहरू NPV, IRR, प्रफिटेबिलिटी इन्डेक्स। 5. जोखिम वहन आम जनता र राष्ट्र, समष्टिगत आर्थिक जोखिम, शेयर धनी र लगानीकर्ता, व्यष्टिगत व्यावसायिक जोखिम। निष्कर्ष कन्क्लुजन संक्षेपमा पुँजीगत बजेट भविष्यको आर्थिक समृद्धिको आधारशिला हो। सरकारी क्षेत्रमा यसले समष्टिगत आर्थिक स्थायित्व र सामाजिक न्याय सुनिश्चित गर्दछ भने निजी क्षेत्रमा यसले व्यावसायिक निरन्तरता र उच्च कार्यक्षमता प्रदान गर्दछ। दुवै क्षेत्रमा यसको कुशल व्यवस्थापन र विवेकपूर्ण उपयोगले नै देशको समग्र आर्थिक विकास सम्भव हुन्छ।